साथीहरू, यो माथि लेखेको पढ्नुहोस् है। अब हामी नेपाली जनताले यो पटमूर्खलाई पनि भोट दिनुपर्ने हो। यो मान्छेलाई म बारम्बार भन्दै आएको छु, यसको पिएचडी प्रति मलाई सङ्ख्या छैन, तर यो पटमूर्ख नेपालमा आएर ओलीको भाषण सुनेर ओलीभन्दा पनि पटमूर्ख भइसकेको छ। यसलाई लाग्छ मधेसी जनताहरू उल्लु छ र यसले जति पनि नीतिहरू ल्याएको छ नि, जति पनि कुराहरू गरिरहेछ नि, म 1 2 3 लेखेर भन्दैछु। यसले मधेसी जनतालाई गुलाम कसरी बनाउन सकिन्छ त्यो नीति बनाएको छ। यसले भन्छ म मधेसी जनताको हक अधिकारको लागि लड्दैछु। यो कुन हक अधिकारको लागि लड्दैछ? के मधेसी जनतालाई गुलाम बनाउनको लड्दैछ? यो मधेसवादी दल जति पनि छ नि भन्छ नि म मधेसी जनताको हक अधिकारको लागि लडिरहेको छु। होइन, यो हक अधिकारको लागि लडिरहेको छैन। यो हामी तपाईँलाई गुलाम बनाउनको लागि लडिरहेको छ। होइन भने देशमा सुशासन कायम गर्नलाई लड्ने कि हक अधिकार? के हक अधिकार मधेसी जनताले मात्र पाएको छैन? पहाडको जनता पीडित छैन? अनि यसले के मधेसी जनतालाई के गराउन खोजेको हो? अनि यसले यो जथाभावी लेख्छ। कहिले भन्छ कबारलाई त मधेसीलाई मारेर पिटेर पठायो, त अहिले भन्छ यो नागरिकता विधेयकको विरोध गर्यो भन्छ। होइन, यो पटमूर्खलाई के जस्तो लाग्छ? यसको केही थाहा छैन अरूलाई? यसले चिठी बेचेर मधेसमा जहिलेदेखि यो मधेसमा सरकार बन्यो कुनै न कुनै तरिकाले यो मधेसमा महत्त्वपूर्ण भूमिका, महत्त्वपूर्ण मन्त्रालय लिएर बसेको छ। यसले कति चिठी बेचेको छ, कति भ्रष्टाचार गरेको छ, यसको आफ्नै पार्टीको मान्छेले भनिरहेको छ त। अब पनि मधेसी जनताले के सुन्नुपर्ने हो? कसरी बुझ्ने? यस्ता पटमूर्खहरूलाई र यस्ता बहुरुपियाहरूलाई मधेसीको नाममा यिनीहरू भ्रष्टाचार, मधेसीको अधिकारको नाममा भ्रष्टाचार र मधेसीलाई गुलाम बनाउने काम गर्दैछ। यिनीहरूलाई चिन्नु एकदम जरुरी छ। यिनीहरूलाई म सिधै नाम खोलेरै भन्छु, डाक्टर सीके राउतलाई भोट दिनु भनेको एउटा भ्रष्टाचारीलाई भोट दिनु हो। मधेस र मधेसियाको फिलिङप्रति यसले खेलिरहेको छ। हामीलाई अधिकारको नाममा हामीलाई गुलाम बनाउने कोसिस गर्दैछ। यसलाई बहिष्कार गर्नुपर्छ मधेसियाले योपालि। र फेरि पनि अन्त्यमा भन्दैछु, जय घन्टी, जय बालेन, भोट फर घन्टी।